ल हाम्रो आज चाहिँ यो अरविन्द युट्युब च्यानल ब्लगमा चाहिँ हामीले सानो यो एउटा बनाउँदैछौँ। यो चाहिँ हाम्रो M 416 यो मिनी यो वाटर यो बम्स गन यो सिरिज हो। यो चाहिँ हामीले अनबक्सिङ गरेर आज हाम्रो चाहिँ सानो फायरिङ पनि गर्छौँ। हामीले हाम्रो फायरिङको लागि चाहिँ सबै तयारी भइसक्यो। हामीले पर राखेछ। यो चाहिँ हाम्रो लगभग 10 मिटरको डिस्टेन्समा छ हाम्रो चाहिँ यो गनबाट टक्क 10 मिटरको डिस्टेन्समा छ। हाम्रो फायरम्यान चाहिँ हाम्रो अरविन्द गोले फायर चाहिँ अरविन्द गोलेले फायर गर्दैछ। हाम्रो यहाँ 3टा बल हामीले 3टा घेरो बनाएको छ। यहाँ 1 नम्बर घेरा 2 नम्बर 3 नम्बर। यहाँ चाहिँ अरविन्दले यहाँ हान्यो भने उसले एउटा अन्डा पाउँछ। बिचमा हान्यो भने उसले एउटा अन्डा पाउँछ है। हामीले तयारी गर्दैछ है गाइस। ल यसलाई अनबक्सिङ अनि यसमा प्रयोग हुने यो चाहिँ म्याजिक बल। यो चाहिँ म्याजिक बल हुँदछ। यो चाहिँ अलिक ठुलो हुन्छ। यो चाहिँ लाग्दैन। अनि यसको लाग्ने चाहिँ यो चाहिँ हो। साथसाथै यसमा आउँछ बाहिर पनि किन्न पाइन्छ यो चाहिँ। अनि हामीले चाहिने सामान चाहिँ एउटा सुबग्लु रेन्ज कार्ड टास्नको लागि त्यो तयारीको लागि। अर्को हाम्रो यो बल। अनि ल हामीले अझै यो चाहिँ अनबक्सिङ गरेर अझै टेस्टिङ गर्दैछ है त। ल भुइँमा राखेर न भुइँमै। ल यो भित्र आउने चाहिँ सामानमा यो सिलिन्डर यो बल हाल्ने भाँडो यो चाहिँ सेट गर्ने यो चाहिँ सेफ्टी लागि गगल्स यो चाहिँ हाम्रो गन। ल सेट गरौँ न। यो उल्टो गरौँ न। उल्टो यतापट्टि गर्न। ल यो चाहिँ सेट गर्दा चाहिँ त्यहाँ ठ्याक्क त्यो हुन्छ ठ्याक्क मिलाउनुपर्छ। त्यो ठ्याक्क मिलाउनुपर्छ त्यहाँ। त्यसपछि यसको च्यालेन्जर यो पनि सेट गर्नुपर्छ। सेट गर्नुपर्छ। गोली चाहिँ यसमा यो हाल्नुपर्छ। यो बल सबै हाल्न। अब यसलाई सेट गर्ने ट्याक्क तल घुम न तलको। ल अब यसलाई चस्मा सेफ्टीको लागि चस्मा लगाउनुहोस्। ल अब त्यसलाई उता साइडमा राख। अरू भाडा अरू सामानहरू हो त्यो उता साइडमा। यसलाई उता ल अगाडिको उता। ल हाम्रो यहाँबाट चाहिँ फायर गर। ल फायरको लागि तयारी छ। त्यो ऊ त्यो छ नि 1 2 3 3टा घेरामा होइन 3टा घेरामा बिचमा लाग्यो भने एउटा अन्डा पाउनुहुन्छ है। ल बिचमा लाग्यो भने अनि वान सर्ट हान्ने। वान सर्ट है। ल पोजिसन तल सुतेर चस्मा लाउने सेफ्टी। यो चाहिँ सेफ्टीको लागि चाहिँ लाउनै पर्छ चस्मा। हाम्रो चाहिँ हान्दैछ उहाँले।
बिचमा अँ अँ अनमोलले हान्यो लागेछ है लागेछ यसले चाहिँ हामीले हान्दा चाहिँ यो चाहिँ लगभग यो 10 मिटरको कदममा पनि राम्रो लाग्दछ यो गनले चाहिँ नजिकमा मान्छेलाई पनि यसले ताग्नु भएन यो चाहिँ 10 मिटरसम्म चाहिँ मजाले लाग्दछ यसले किनभने यसको रेन्जै रहेछ तर यो अलिकति त्यही भएर यो बच्चाहरूले खेलाउँदाखेरि पनि यसलाई अलि सावधानीपूर्वक चाहिँ खेलाउनुपर्छ हामीले टेस्ट गरेको लगभग 10 मिटरसम्म चाहिँ यसले चाहिँ राम्रो लाग्दो रहेछ अनि यसको बल चाहिँ अलिकति हार्ड र पानीमा फुलाए पनि यो अलिकति हार्ड हुन्छ त्यही भएर बच्चाहरूले यसलाई चाहिँ डाइरेक्ट मान्छेतिर सुझाएर फायरिङ गर्नु भएन र यसको सेफ्टीहरू अपनाउनु पर्यो ओके बाई